तत्कालीन केपी ओलीको सरकार, कांग्रेस, माओवादी सबै रवि लामिछानेको विरोधी नै थिए। तर अहिले आएर जेनजी पछिको सरकार पनि रवि लामिछानेको विरोधीको रूपमा चिनिएको छ। पछिल्ला गृहमन्त्री ओम प्रकाश अर्याल र रवि लामिछानेको पहिले नै एक पटक मनमुटाव भइसकेको भिडियो पनि भाइरल भइसकेको छ र अहिलेको गृहमन्त्री ओम प्रकाश अर्यालले पनि रवि लामिछानेलाई खासै मन नपराएको देखिएको छ। जेनजी आन्दोलनमा करिब 76 जना भाइ बहिनीहरूले ज्यान गुमाएका छन्। त्यति बेलाको हत्यारा र दोषीहरूलाई कारबाही गर्न अहिलेको सरकारले सकिरहेको छैन। अहिलेको सरकार ती पुराना शक्तिहरूसँग डराइरहेको छ वा कुनै पनि आधार भेटाएको छैन। खोइ यो कुरा हामीलाई थाहा भएन, तर अहिलेको सरकार पुराना शक्तिहरूसँग झुकेको पक्कै पनि सही कुरा हो। तर रवि लामिछानेलाई भने अहिलेको सरकारले पनि आफ्नो शक्ति प्रदर्शन गरिरहेको छ। हिजो मात्र रवि लामिछानेलाई नक्खु कारागारबाट सिंहदरबार लगेर करिब 7-8 घण्टा बयान लियो। अहिलेको सरकारले जेनजी आन्दोलनका दोषी र हत्याराहरूलाई बयान लिन सकेको छैन, तर रवि लामिछानेलाई भने पटक पटक दुःख दिइरहेको छ। त्यसैले अहिले जनताहरूमा अहिलेको सरकारप्रति निराशा प्रत्येक दिन बढ्दै गइरहेको छ। रवि लामिछानेलाई सहकारी ठगको मुद्दा लागि पनि, तर बहुसंख्यक नेपाली जनताले भने यो कुरालाई स्वीकार गर्दैनन्। उनीहरूलाई लाग्छ रवि लामिछाने सही छन् र उनलाई फसाउनको लागि त्यति बेलाको सरकारले गरेको षड्यन्त्र मात्र हो। नेपाली जनताको भावनामा ठेस लाग्ने गरी अहिलेको सरकारले पनि त्यस्तै काम गरिरहेको छ जस्तो काम केपी ओलीको सरकारबाट भइरहेको थियो। केपी ओलीको सरकार र अहिलेको सरकारले रवि लामिछानेलाई कुनै पनि फरक नगरी एउटै तरिकाले हेरेको छ। यो कुराले गर्दा नेपाली जनताहरूमा, बहुसंख्यक नेपाली जनताहरूमा अहिलेको सरकारप्रति पनि विश्वास कम हुँदै गइरहेको छ। हामीले हिजो देख्यौं रवि लामिछाने जब नक्खु कारागारबाट सिंहदरबारतर्फ जाँदै थिए र उनी जब प्रहरी भ्यानबाट बाहिर निस्किए, त्यति बेला तिनको अनुहारमा एउटा हाँसो देख्न सकिन्थ्यो, एउटा आत्मविश्वास देख्न सकिन्थ्यो। उनको अनुहारमा कुनै पनि दुःख थिएन, कुनै पनि पीडा थिएन। उनी एउटा मजबुत लिडर हुन् भन्ने कुरा उनले हिजो प्रमाणित गरेका छन्। यति लामो समयसम्म जेलमा बस्दा पनि उनको अनुहारमा भएको हाँसो हराएको छैन, उनको शरीरमा भएको जोश हराएको छैन। उनले नेपाली जनतालाई दिएको जुन बाचा छ त्यो उनले पूरा गर्नको लागि जसरी पनि उनी हार्नु हुँदैन भन्ने किसिमले उनले आफ्नो अनुहारमा त्यो हाँसो देखाएका छन् र त्यो आत्मविश्वास देखाएका छन्। जसरी जेनजीको सरकार पछि बालन समूह र अन्य समूहहरूले रवि लामिछानेलाई पनि केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्ड जस्तो गरी लिए, रासपालाई पनि माओवादी, कांग्रेस र एमाले सरह नै लिए। सबैभन्दा ठूलो गल्ती यही नै थियो। रवि लामिछाने, प्रचण्ड, केपी शर्मा ओली र शेरबहादुर देउवा जस्तो होइन भन्ने कुरा उनीहरूले बुझेनन् र रासपा पनि एमाले, कांग्रेस र माओवादी जस्तो पार्टी होइन भन्ने कुरा बुझ्न पनि ढिला भयो, जसले गर्दा आजको यो अवस्था आएको छ। जेनजी प्रति नै जनताहरूको विश्वास घटिरहेको छ र अहिलेको सरकार प्रति नै जनताहरूको विश्वास प्रत्येक दिन घटिरहेको छ। यो किन भयो भने उनीहरूले जनताको जन इच्छा अनुसार काम गर्न सकेनन्। उनीहरूले गल्ती गरे। उनीहरूले सबैभन्दा ठूलो गल्ती रवि लामिछानेलाई नचिनेर गरे। आज रवि लामिछानेको पेशी रहेको छ अदालतमा। उनी धरौटीमा छुट्न सक्ने सम्भावना रहेको छ। धेरै नेपाली जनताहरूले चाहन्छन् रवि लामिछाने अब जेलबाट छुटौं र ती पुराना शक्तिहरूलाई फेरि पनि चुनौती दिन सकौं। अब यसो हेर्दा लाग्छ रवि लामिछानेलाई यिनीहरूले धेरै लामो समयसम्म जेलमा राखिरहन सक्दैनन्, किनभने रवि लामिछानेबाट कुनै गल्ती भएकै छैन र गल्ती बिना उनलाई धेरै लामो समयसम्म जेलमा राख्न कठिन हुनेछ। किनभने जनताले पनि अब बोल्न लागेका छन्, अहिलेको सरकारलाई पनि घेर्न थालेका छन्। वास्तवमा त्यति बेला जेनजी आन्दोलन हुनुमा सबैभन्दा ठूलो कुरा रवि लामिछाने जेलमा हुनु नै थियो। रवि लामिछानेलाई जेलमा राख्नाले जनतामा सरकार विरुद्ध एउटा जनमत खडा भइरहेको थियो र अहिले पनि अहिलेको सरकारले पनि त्यही गल्ती गर्दैछ र अहिलेको सरकारप्रति पनि जनताको आक्रोश बढिरहेको छ। यदि उनीहरूले रवि लामिछानेलाई न्याय दिन ढिला गरे भने अहिलेको सरकार पनि पहिलेको सरकार जस्तै पतनको बाटोतर्फ जाने निश्चित रहेको छ। त्यसैले रवि लामिछानेलाई न्याय दिनको लागि निष्पक्ष र स्वतन्त्र भएर सबैले सोच्न आवश्यक छ र सबैभन्दा ठूलो कुरा अहिलेको नेतृत्व पंक्तिले रवि लामिछानेलाई न्याय दिलाउनका लागि धेरै समय खर्चिनु हुँदैन। हिजो रवि लामिछाने जब सिंहदरबारबाट बयान दिएर नक्खु कारागारमा फर्किँदै थिए,
त्यतिबेला पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै रवि लामिछानेले यति मात्रै भने, समय आउँदैछ। वास्तवमा अब समय आउँदैछ। रवि लामिछाने जेलबाट छुट्ने समय आउँदैछ र भ्रष्टाचारीहरू जेल जाने समय आउँदैछ। रवि लामिछाने प्रधानमन्त्री बन्ने समय आउँदैछ र भ्रष्टाचारीहरूको दुःखका दिन आउँदैछ। रवि लामिछानेले यति मात्रै भने, अब दिन आउँदैछ, अब दिन आउँदैछ र भ्रष्टाचारीहरूको दिन जाँदैछ। साथीहरू, यति भन्दै आजको यस भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद, नमस्ते।